गाइस गुड आफ्टरनुन सबैजनालाई। आज चाहिँ मैले यो सबै फुलहरू मिलाएको है। यहाँनिर चाहिँ मेरो फुलहरू देख्न सक्नुहुन्छ। सबै नानीले चुडाइदिएर के हो प्लान्टहरू हुन्छ मेरो। सबै मिलाइदिएको आज चाहिँ मैले हो। यो सानो खाले यो ठुलो खाले हो। अन्त यहाँनिर पनि छ सबै। आज मैले सानाकसिनिक पारेको फुल राख्ने ठाउँै छैन मेरो चाहिँ गाइस। पहिला यहाँनिर रेलिङ हुँदा बरन्डा हुँदा त मजाले राख्थेँ हो। यो खालके छ मसिनो खाले हो। यो चाहिँ मैले गुरुबथानबाट ल्याएको अस्ति। यहाँनिर छ, यहाँ पनि छ मेरो प्लान्ट देख्न सक्नुहुन्छ। यो चाहिँ हो रेड कलरको है। यहाँ पनि छ। यो चाहिँ उयो भइसक्यो किरा लाग्यो जस्तै। यो चाहिँ सदाबहार है, मनी प्लान्ट। अन्त नि आज चाहिँ मैले गरेको कामहरू चाहिँ देखाउँछु है गाइस तपाईँहरूलाई। 1 किलो सबै मिलाएको मैले आज। पानी नपरेर हेर्नु न फुलहरू सुकेर मेरो यो फुल चाहिँ फुल्नु आँटेको छ। कोपिला लाग्दै गरेको देखेको थियो कहाँनिर हो गाइस। यहाँ देख्न सक्नुहुन्छ जिरेनियमहरू हो। अन्त मेरोमा भएकोहरू देखाउँछु तपाईँलाई। यति नै हो, छैन मेरो धेरै चाहिँ फुल चाहिँ छैन। यो चाहिँ लालपत्ती क्रिसमस हो के भन्छ यिनीहरूलाई, के भन्छ थाहा छैन है। यो चाहिँ रेडमा हो, मेरोमा येल्लोमा वाइटमा छ। सबै मैले सारेर ल्याएको नि त दिदीकोबाट। अन्त हो अनि चाहिँ छ यहाँनिर नि त्यस्तै फुलहरू मात्रै छ। सबै मिलाएको आज मैले गाइस। यो फुलहरू चाहिँ डल्लै हो। यो चाहिँ हो मेरो नाम नआएको ड्रागन फ्रुट्स हो। म त गिजिङ हालिरहेको चाहिँ गाइस हो। अन्त मैले नि अझै कहाँ रोपेको छु देखाउने छु तपाईँहरूलाई। मेरो चाहिँ नि यहाँनिर चाहिँ मखमली र गदावारी चाहिँ सबै मैले मेरो कामै आजको। यतातिर पनि छ गाइस है, सिँढी उकालोतिर पनि के गर्नु काम हुँदैछ नि त पुरा। अनि त्यही भएर